व्यवस्था 8:3 पदले बताउँदछ, मानिस रोटीले मात्र होइन तर परम प्रभुको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ। यस्तै प्रभुको दासहरूले बोल्नुभएको वचनहरू सुन्नको लागि येशूको वचन मलाई मनपर्छ युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। राखेको छौँ। सिम्सोनले चाहिँ आफ्नो जीवनमा आमा बुवाको कुरालाई पनि मानेन अनि परमेश्वरले नगर्नु भनेको नो भनेको कुरा उसले जब गर्छ, दलिलाको झुटो प्रेममा ऊ फसिएको छ। जस्तो दलिलाको झुटो प्रेममा ऊ फसियो उसको जिन्दगीमा पतन भयो। बाइबलले भन्छ सबैभन्दा अगाडि त अनि उसको आँखा फुटाइदियो। आँखाले चाहिँ केलाई बताउँछ भन्दै गर्दा चाहिँ हाम्रो रेभलेसन हो, हाम्रो प्रकाश हो, हाम्रो जिन्दगीको, हाम्रो भविष्यको कुराहरूलाई निर्धारण गर्ने कुराहरू। जब तपाईँ र मेरो प्रकाश, हाम्रो रेभलेसन हट्छ नि अनि हामीले त्यो मायालाई डिसर्न गर्न सक्दैन रहेछौँ, होइन? अनि हाम्रो सम्बन्धहरू इभन कोही कोही बेला यस्तो हुन्छ, मान्छेमा मात्र माया होइन, तर कोही कोही बेला हाम्रो जिन्दगीमा अरू थोकहरूसँग पनि हाम्रो त्यो माया यति धेरै बढेको हुँदो रहेछ। अनि जुन माया चाहिँ हामीले परमेश्वरको मायालाई भन्दा पनि धेरै त्यो कुरो सँग चाहिँ तपाईँ र म जोडी पठाउँछौँ, जो चाहिँ हाम्रो लागि एउटा मूर्ति पूजा पनि भइ पठाउँछ, होइन? जसले हाम्रो जिन्दगीलाई एउटा सोल्टाई भन्ने विषय पनि छ, जहाँ चाहिँ प्राणको बन्धनभित्र हामी पसि जान्छौँ, होइन? कुनै चिजसँग, कुनै थोकसँग, कुनै व्यक्तिसँग जुन कुरो बिना हामी जिउनै सक्दैनौँ, जसलाई चाहिँ हामीले सोल्टाई पनि भन्छौँ, प्राणको बन्धन पनि भन्छौँ, होइन? यस कारणले गर्दा सबैभन्दा अगाडि त हाम्रो जीवनमा परमेश्वरको मायालाई चाहिँ हामीले प्राथमिकता दिने हो अनि परमेश्वरको मायालाई हाम्रो जिन्दगीमा एप्लाई गर्ने हो। अनि परमेश्वरको मायाको सिद्धान्तभित्र जब तपाईँ र म पसेर जान्छौँ भने अनि त्यो मायाले चाहिँ हाम्रो जिन्दगीमा हुँदै गरेको पापबाट पनि हामीलाई बचाउँदो रहेछ, हाम्रो जिन्दगीको पतनबाट पनि बचाउँदो रहेछ, होइन? अनि हाम्रो जिन्दगीको हानिकारक त्यो गोरेटोहरूबाट प्रभुले हामीलाई बचाउनुहुन्छ। यद्यपि सिम्सोनलाई धेरैभन्दा धेरै बचाउने इच्छा चाहिँ परमेश्वरले गर्नुभएको चाहिँ थियो अनि उसको परिवारबाट पनि परमेश्वर बोल्नु भएको चाहिँ थियो, तर सिम्सोनले गलत कदम उठाउँदै गर्दा उसको आँखा फुटाइयो अनि उसलाई साङ्लोले बाँध्यो। अनि हाम्रो जीवनमा चाहिँ जब परमेश्वरको मायालाई, परमेश्वरको प्रेमलाई हामीले नबुझेर कुनै पनि थोकसँगको मायालाई धेरैभन्दा धेरै हाम्रो इन्टिमेट हुन्छ, कुनै पनि कुरालाई हामीले धेरैभन्दा धेरै प्राथमिकता दिँदै गरेका हुन्छौँ अनि हाम्रो जिन्दगीमा चाहिँ कोही कोही बेला हामीले थाहा नपाइकन हामी पतनतिर दौडिँदै गरेका पनि हुँदो रहेछौँ। तर यो समयमा, यो अहिलेको यो एजमा तपाईँ र मैले चाहिँ परमेश्वरको लभलाई चाहिँ हाम्रो जीवनमा डेभलप गर्नुपर्ने हो। अनि सिम्सोनको जीवनमा चाहिँ साङ्लोले बाँधेको अवस्थाहरू उँभोतिर झार्नुपर्ने उसलाई चाहिँ तल तिम्नामा झार्यो भन्छ अनि धेरै मानिसहरूले उसलाई तमासा बनायो भन्छ। हेर्नुहोस् है, सो मैले तपाईँलाई बताउनु खोज्दै गरेको कुरा चाहिँ परमेश्वरको मायाले चाहिँ हामीलाई उँधोतिर होइन उँभोतिर चाहिँ दौडाउने हो, इभन हाम्रो भविष्यलाई, हाम्रो जिन्दगीलाई पनि। र अब हाम्रो जिन्दगीमा चाहिँ परमेश्वरले उहाँको मायाले चाहिँ हामीलाई अझै स्वतन्त्र पार्ने हो, बाँधेर राख्ने चाहिँ होइन। तर सिम्सोनको अवस्थाहरू चाहिँ त्यसरी पतन हुँदै गयो। मैले हिजोस्ति मात्र एक ठाउँमा बोलिराखेको थिएँ याकुबको विषयमा, जसले चाहिँ आफ्नो छोरा योसेफलाई यति धेरै माया गरेको थियो। अनि त्यो माया गरेको योसेफको विषयमा थुप्रै कुराहरू छ, सायदै म भरेतिर पनि तपाईँलाई अलिकति बताउँ। तर एउटा ईश्वरीय मायाले हाम्रो जिन्दगीको भविष्यलाई चाहिँ प्रमोट गर्छ, तर कतिवटा अईश्वरीय मायाहरू जहाँनिर चाहिँ मैले इरोस भन्दैछु, फिलियो भन्ने मायाहरू छ अनि त्यो इरोस लभभित्र चाहिँ हाम्रो कन्डिसन हुन्छ। तर त्यो इरोसलाई पनि एउटा कन्डिसनभित्र जिउने मायालाई पनि तपाईँ र मैले डिसर्न गर्नको लागि चाहिँ मैले फोकस दिन खोजेको चाहिँ सबैभन्दा अगाडि चाहिँ परमप्रभु परमेश्वरलाई हामीले धेरैभन्दा धेरै माया गर्नुपर्ने हुँदो रहेछ। जब परमप्रभु परमेश्वरलाई हामीले माया गर्छौँ, जब परमप्रभु परमेश्वरको त्यो मायालाई हामीले बुझ्न सुरु गर्छौँ, मलाई के लाग्छ भन्दै गर्दा मोसाको विषयमा पनि उसको आमा बुवाले मोसालाई सुन्दर देख्यो अरे, जब जन्मियो अनि उसले सुन्दर देख्यो। किन भन्दै गर्दा मलाई लाग्छ त्यस्तो डरलाग्दो एउटा स्थितिमा जहाँनिर चाहिँ राजाले चाहिँ एउटा पुरुष जन्मियो भनेदेखिलाई मारिदिनु भन्ने एउटा उर्दी निकालिराखेको बेला, उनीहरू दासत्वमा परिराखेको बेला मलाई के मजा लाग्छ भन्दै गर्दाखेरि चाहिँ जब मोसाको जन्म भयो उसको आमा र बुवाले सुन्दर देखियो अरे। अनि हिब्रू 11 अध्यायको घटना मलाई साह्रो मनपर्छ, यो चाहिँ अलिकति तपाईँको बिचमा राख्नु पर्यो, त्यसपछि अर्को भागलाई म छुन्छु अलिकति अघि बढेर। हिब्रू 11 अध्यायको 23 पदलाई म पढ्छु। हिब्रू 11 को 23, 24, 25लाई हामी अलिकति पढौँ ल, इभन 26सम्म। यहाँ तीनवटा कुरो म तपाईँको बिचमा राख्न चाहन्छु।
हिब्रू 11:23, 24 र 25 तपाईँ कसैले पाउनुभयो भने पढिदिनु भए हुन्छ। यहाँनिर एउटा कुरो लेखेको छ, डर भन्ने शब्द पनि लेखेको छ। अनि पहिलो यूहन्ना 4 अध्यायमा हामीले हेर्यो भनेदेखिलाई प्रेममा चाहिँ डर हुँदैन, जो डराउँछ ऊ प्रेममा चाहिँ सिद्ध भएको हुँदैन भन्छ। 4:18 पद, पहिलो यूहन्ना 4:18 पदले पनि भन्छ प्रेममा चाहिँ डर हुँदैन भन्छ। अनि यहाँनिर मलाई के मजा लागेको भन्दै गर्दा मोसाको आमा र बुवाले जब मोसा जन्मियो उसलाई सुन्दर देख्यो नम्बर 1 मा, अनि त्यो राजाको हुकुम अनुसार मार्नु पर्ने चाहिँ थियो तर मारेन अरे, बरु राजाको चाहिँ डरै राखेन अरे। मजाको कुरो चाहिँ नि, हेर्नुहोस् है 4:18 पदले भन्छ प्रेममा डर हुँदैन, जो डराउँछ ऊ प्रेममा सिद्ध भएको हुँदैन भन्छ। तर यहाँनिर चाहिँ प्रभुको वचनले के मिठो कुरा भन्छ भन्दै गर्दा मोसा जब जन्मियो अनि मोसा जन्मिसकेपछि चाहिँ 3 महिनासम्म लुकाइराख्यो उसको आमाले, किन भन्दै गर्दा चाहिँ ईश्वरीय माया ईश्वरीय प्रेम भित्र चाहिँ त्यो छोरालाई चाहिँ हुर्काउँदै थियो। अनि मलाई लाग्छ अनि जब उसले 3 महिनासम्म लुकाउन सकेन त्यसपछि चाहिँ के भयो भन्दै गर्दा चाहिँ उसले एउटा टोकरी बनाएर नदीमा फ्याँक्नु पर्ने स्थिति भयो। अनि त्यो नदीमा फ्याँकिसकेपछि फेरि पनि उसको काखमै त्यो नानी चाहिँ राजाको छोरी नुहाउन जाँदै गर्दा देखेर थुप्रै घटनालाई पनि याद छ। अनि त्यो राजाको छोरीले त्यो बालकलाई लिएर दुध खुवाउनको लागि उसको अब कसले चाहिँ दुध खुवाउने भन्दै गर्दा उसकै आमाको काखमा फर्काइलिएको छ। त्यो एउटा मिठो घटना छ, त्यतातिर हामी नजाउँ। तर म यो कल्पना गर्छु 7 वर्षसम्म झन्डै 7 वर्षसम्म चाहिँ मोसाका आमाले चाहिँ मोसालाई चाहिँ हुर्कायो अनि परमेश्वरको प्रेमको विषयमा चाहिँ उसले बतायो, परमेश्वरको मायाको सम्बन्धमा परमेश्वरको थुप्रै कुराहरूको विषयमा चाहिँ जब बतायो नि। अनि यसो भन्छ 24 पदले जब जवान भएपछि विश्वासद्वारा मोसाले फारोकी छोरीको छोरा कहलाइन चाहिँ इन्कार गर्यो। नम्बर 1 मा चाहिँ के भयो त भन्दै गर्दा उसको आमाले गरेको ईश्वरीय माया भित्र ईश्वरीय प्रेम भित्र चाहिँ उसको जीवनको फाइदा चाहिँ के भयो भन्दै गर्दा 7 वर्षमा उसले यति धेरै प्रभुको प्रेमको विषयमा प्रभुको भयको विषयमा अनि प्रभुको थुप्रै कुराहरूको विषयमा जब बतायो म यो कल्पना गर्छु। किनभने अब मेरो छोरा चाहिँ मिश्रमा बढ्नु पर्छ, मिश्रमा उसले जीवन बिताउनु पर्छ। बाइबलमा जहाँ जहाँ मिश्र लेखेको छ, मिश्र भनेको चाहिँ अहिलेको संसार जस्तो, बाइबलमा जहाँ जहाँ बेबिलोन भनेर लेखेको छ अहिलेको संसार जस्तो। अनि मोसाको आमालाई चाहिँ डर थियो कि यो मेरो छोराको जीवनबाट चाहिँ ईश्वरीय प्रेम चाहिँ नहटोस्, किनभने यो संसारमा चाहिँ इरोस प्रेमहरू छ, इरोस लभहरू छ, जहाँनिर चाहिँ स्वार्थले भरेको माया, जहाँनिर चाहिँ धोका दिने मायाहरू छ, जसको शिकार नहोस्। अनि यसले चाहिँ ईश्वरको मायालाई चाहिँ पहिला बुझेको होस्, ईश्वरको भयलाई बुझेको होस् भनेर चाहिँ जब त्यो 7 वर्षभित्रमा चाहिँ यति धेरै शिक्षा दियो म कल्पना गर्छु। अनि जब जवान भयो नि मोसा, जवान भइसकेपछि चाहिँ नम्बर 1 मा चाहिँ के भन्छ भन्दै गर्दा जवान भएपछि विश्वासद्वारा मोसाले फारूकी छोरीको छोरा कहलाइन इन्कार गरे। ही रिजेक्टेड वर्ल्डली अनर। हेर्नुहोस् है, उसले चाहिँ संसारको सबैभन्दा अगाडि पहिलो कुरो मैले तपाईँलाई भन्नु खोज्दै गरेको चाहिँ संसारको आदरलाई, संसारको सम्मानलाई, रेस्पेक्टलाई चाहिँ उसले इन्कार गर्यो। जब परमप्रभु परमेश्वरको माया चाहिँ तपाईँ र मेरो जीवनमा हामीले बोकेर हिँड्न सुरु गर्छौँ नि, वर्ल्डली कुराहरू आज हामीले हेऱ्यौँ भनेदेखिलाई मानिसहरू चाहिँ संसारको सम्मान इज्जतको लागि यति धेरै मरिमेटेको छ, यति धेरै मरिमेटेको छ जसले गर्दाखेरि मान्छेले आफ्नो सत्यता गुमाएको छ। तर पनि मोसाले चाहिँ प्रभुको प्रेमलाई काम गर्न दिएको कारणले गर्दा एउटा यस्तो रेभलेसन के पाउँछ भन्दै गर्दा ही रिजेक्टेड वर्ल्डली अनर, वर्ल्डली रेस्पेक्ट। उसले संसारको आदरलाई, संसारको सम्मानलाई पनि उसले क्यान्सल गर्न सक्यो। र हाम्रो जीवनमा कोही कोही बेला यस्तो थुप्रै अफरहरू आउँछ जुन कुरोले चाहिँ संसारको मायाको रूप लिएर पनि आउन सक्छ, संसारको आदरको रूप लिएर पनि आउन सक्छ थुप्रै हाम्रो सम्बन्धहरू भित्र। अनि जहाँबाट चाहिँ हामीले परमेश्वरको प्रेमलाई हाम्रो जीवनमा साँच्चै नै स्वीकार गरेको छैनौँ भने हामीले यो कुरोलाई डिसन गर्न सक्दैन रहेछौँ। अलिक तलतिर गएर भन्छ 25 ले पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचो गर्न तिनले रोजे। ही रेजेक्टेड वर्ल्डली प्लेजर हो यो चाहिँ।
नम्बर 1 मा चाहिँ he rejected worldly honor and respect हो। उसले संसारको आदर र इज्जतलाई पनि उसले के गर्यो, रिजेक्ट गर्न सफल भयो। किन भन्दै गर्दा चाहिँ परमेश्वरको मायालाई उसले बुझेको थियो। हेर्नुहोस् है, परमेश्वरको मायालाई उसले बुझेको कारणले गर्दा। अनि दोस्रो कुरो चाहिँ he rejected worldly pleasure, संसारको सुख भोग्नु भन्दा। आज हाम्रो जीवनमा कोही कोही बेला परमेश्वरलाई भन्दा पनि धेरै हामी संसारको सुख विलासको लागि, त्यो एकछिन क्षणिक इन्जोयको लागि यति धेरै हामी मरिमेट्छौँ, जुन कुरो चाहिँ हाम्रो जिन्दगीको पहिलो प्राथमिकता हुन्छ। तर त्यो कुरोलाई पनि रिजेक्ट गर्नको लागि चाहिँ मोसा चाहिँ सफल भयो अरे। यद्यपि हामीले प्रभुको लभलाई, प्रभुको प्रेमलाई हाम्रो जीवनमा हामीले काम गर्न दिउँ, प्रभुको मायालाई तपाईँ र मैले बुझ्न सक्यौँ भने हाम्रो जीवनमा के हुँदो रहेछ त भन्दै गर्दाखेरि चाहिँ हामीले संसारको आदर सम्मानको पछाडि त्यसलाई नै प्रेम गरेर दौडी बस्ने हुँदैनौँ हामी, होइन? त्यसकै लागि मरिमेट्ने हामी हुँदैनौँ। हामीले परमेश्वरलाई प्रेम गर्छौँ अनि परमेश्वरसँगको सम्बन्धमा हामी जब जिउँछौँ भनेदेखिलाई संसारको आदर र सम्मान मात्र होइन, संसारको रङ्गमञ्चलाई, कसै यति धेरै संसारको रङ्गमञ्चलाई प्रेम गर्ने हुन्छ, संसारको सुख विलासलाई प्रेम गर्ने हुन्छ, उसलाई इन्जोय गर्नु पायो भनेदेखिलाई अरू केही पनि हुँदैन, उसलाई मोज मस्ती गर्नु पायो भने अरू केही पनि हुँदैन। हो, जीवनमा छ त्यस्तो समयहरू पनि हाम्रो लागि हामीले व्यतीत गर्नुपर्ने हुन्छ। तर कतिले चाहिँ के सोच्छ भन्दै गर्दा यो जिन्दगी नै संसारमा सुख गर्ने, आनन्द गर्ने, मोज मस्ती गर्ने, इन्जोय गर्ने। तर जब तपाईँ र मैले ईश्वरीय मायाभित्र हामी ईश्वरको प्रेमलाई चाहिँ जब तपाईँ र मैले समातेका हुन्छौँ नि, त्यो कुरोलाई डिसर्न गर्न सक्छौँ। आजको दिन हामीले हेऱ्यौँ भनेदेखिलाई मानिसहरू रिलेसनमा आउँछ, सम्बन्धमा आउँछ, इन्जोय गर्नुपर्छ, होइन? उनीहरू लिभिङ रिलेसनसिपमा बसेको हुन्छ, उनीहरूले कति धेरै पाप गरे, कति धेरै व्यभिचार गरे, कति धेरै सुख इन्जोय गरे। आजको दिन संसारलाई हामीले हेऱ्यौँ भनेदेखिलाई डर लाग्छ यो कुरो, होइन? तर आजको दिन चाहिँ आफ्नो जीवनमा त्यो पवित्रताभित्र जिउनको लागि यद्यपि उसले संसारको क्षणिक इन्जोय गर्ने यो सम्बन्धको घिनलाग्दो सम्बन्धको कुराहरूमा उनीहरूले सम्बन्धलाई व्यतीत गरेर खाने कुरा, नखाने कुरा, गर्ने कुरा, नगर्ने कुरा गर्नको लागि आज मानिसहरूले नि आमा बाउलाई रुवाइराखेको छ, परिवारहरू भत्किराखेको छ, मण्डलीको अगुवाहरू यति बेला कति धेरै रोइराखेको छ, परिवारमा अशान्ति, जिन्दगीमा परिवारहरू भाँचिराखेको, भत्किराखेको छ। तर यद्यपि हामीले चाहिँ परमेश्वरको मायालाई चाहिँ परमेश्वरको प्रेमलाई पहिलो प्राथमिकता दिएको छौँ भने हामीले यो कुरालाई रिजेक्ट गर्न पनि सक्दो रहेछौँ, रिजेक्ट गर्न हामीले सक्छौँ यो कुरोलाई। तर आज मैले तपाईँलाई यसो भनौँ, मोसाले एक दिन आफ्नो जीवनमा पहिलो कुरा संसारको आदर र सम्मानलाई उसले क्यान्सल गर्यो। हेर्नुहोस् है, आदर र सम्मानलाई नै उसले पहिलो प्रेम ठानेन, पहिलो कर्तव्य उसले ठानेन। तर एक दिन परमप्रभु परमेश्वरले उसको आदर, सम्मान र इज्जत चाहिँ अलौकिक रूपमा चाहिँ उहाँलाई परमेश्वरले दिनुभयो। आज म तपाईँलाई यो इन्करेज गरौँ, हाम्रो जीवनमा हामीले के कुरालाई चाहिँ धेरै प्रेम गरेर पहिलो प्राथमिकता दिएर हामी दौडधुप गरिराखेको छौँ। अनि मोसाले चाहिँ दोस्रो कुरा हामीले हेरिराखेको छौँ, उसले चाहिँ इन्जोय गर्ने कुराहरूलाई, सुख विलासका कुराहरूलाई, होइन, रङ्गमञ्चको कुराहरूलाई चाहिँ जब उसले चाहिँ आफ्नो जीवनको क्षणिक आनन्दहरूलाई पनि, इन्जोयका कुराहरूलाई पनि उसले जब क्यान्सल गर्छ, म यो कल्पना गर्छु मोसाको जीवनमा परमप्रभु परमेश्वरले यति धेरै स्वर्गीय आनन्दले भर्नुभयो, यति धेरै मोसाको जीवनमा परमेश्वरले उसको जीवनमा कहिले पनि नसिद्धिने खुसी, कहिले पनि नसिद्धिने आनन्दले भरिदिनु भयो, म कल्पना गर्छु प्रिय। नम्बर 3 मा चाहिँ उसले के रिजेक्ट गर्यो भन्दै गर्दा 26 पदले भन्छ, मिश्रको धन सम्पत्ति भन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान सम्पत्ति ठाने। ही रिजेक्टेड वर्ल्डली वेल्थ हो यो चाहिँ, होइन? तीनवटा कुराहरू जब उसले चाहिँ मोसाले चाहिँ मिश्रको धन सम्पत्तिलाई नै उसले प्रेम गरेर गएको भए उसको आत्मिक जीवन चाहिँ पतन हुने थियो। उसको जिन्दगीमा परमप्रभुले उठाउनु पर्ने उसको योजना, उसको जीवनको योजनालाई उसले चाहिँ सायदै गुमाइ पठाउँथ्यो। तर परमप्रभु परमेश्वरको प्रेमलाई उसले पहिलो प्राथमिकता, मम्मी ड्याडीको प्रेमलाई पहिलो प्राथमिकता जब उसले दिँदै गर्दाखेरि चाहिँ उसलाई यो कुरो डिसर्न गर्ने यति सजिलो भयो कि संसारको धन र सम्पत्तिलाई चाहिँ मैले पहिलो प्रेम गर्नु हुँदैन, तर मैले पहिलो प्रेम गर्नुपर्छ भने मेरो परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्ने हुन्छ। अनि यद्यपि
त्यो ठाउँमा बसेको भए उसको लागि धन र सम्पत्तिको अभाव हुने थिएन, खाँचो हुने थिएन। तर पनि उसले त्यो ठाउँलाई पनि उसले इन्कार गर्यो। आज मैले तपाईँलाई भन्नु खोज्दै गरेको, धेरैचोटि हामी चर्च आउँदा आउँदा, सङ्गति गर्दा गर्दा, प्रभुलाई माया गर्दा गर्दा, गीत भजन गाउँदा गाउँदा पनि कोही कोही बेला चाहिँ हामीले हाम्रो जीवनमा धेरैभन्दा धेरै प्राथमिकता, धेरैभन्दा धेरै प्रेम चाहिँ धन र सम्पत्ति। बाइबलले यसो भन्दैन कि धन र सम्पत्ति, रुपियाँ पैसा चाहिँ खराबीको जरा भन्दैन। धेरै मान्छेले रुपियाँ पैसा खराबीको जरा भन्छ, तर रुपियाँ पैसाको लोभ चाहिँ खराबीको जरा हो। रुपियाँ पैसालाई लभ गर्नु चाहिँ खराबीको जरा हो, होइन? किनभने रुपियाँ पैसा हामी सबैलाई चाहिन्छ, तर कोही कोही बेला हामीले आवेशमा आएर रुपियाँ पैसा चाहिँ खराबीको जरा हो, यो ठिक होइन भन्छ। तर त्यो खासमा ठिक चाहिँ ठिकै हो, तर त्यसलाई माया गर्नु चाहिँ खराबीको जरा चाहिँ हो, होइन? कसैले त सेकेन्ड गड पनि भनेको छ, तर म त गुड सर्भेन्ट भन्छु। पैसा रुपियाँ चाहिँ सेकेन्ड गड होइन, तर गुड सर्भेन्ट पनि हो, होइन? त्यसलाई असल नोकर हो, असल नोकरको रूपमा त्यसलाई हामीले प्रयोग चाहिँ गर्नुपर्ने हुन्छ। तर यहाँनिर मैले तपाईँलाई तीनवटा कुरा गरेँ। हि रिजेक्टेड वर्ल्डली अनर एन्ड रेस्पेक्ट। उसले संसारको सम्मान र आदरलाई उसले, किनभने फारो राजाकै घरमा ऊ बस्नु चाहेको भएदेखिलाई चाहिँ राजाको सम्मान र इज्जत चाहिँ उसले पनि पाउने थियो, होइन? आजको दिन संसारमा यति धेरै सम्मान र इज्जतको पछि त्यसको लागि प्रेम गरेर मान्छेहरू दौडधुप गरिराखेको छ। तर आज मैले तपाईँलाई यति चाहिँ भन्नुपर्छ, संसारले पहिला चाहिँ बेस्ट दिन्छ, तर अन्तमा चाहिँ सबैभन्दा खत्तम दिएर छोड्छ। तर हाम्रो परमप्रभु परमेश्वर जसले चाहिँ सुरुमा पनि बेस्ट दिनुहुन्छ, आखिरीमा त अन्तमा त झन् बेस्ट दिनुहुन्छ। आमेन भनौँ। त्यस्तो परमेश्वर हेर्नुहोस् है। यस कारणले गर्दा तपाईँ र मेरो जीवनमा नि थुप्रै मायाहरू, मैले त यसो पनि भनेको छु, योसेफलाई चाहिँ उसको बुवाले धेरै माया गर्थ्यो अरे, अनि राम्रो लबेदा एउटा सिलाइ पनि दिएको थियो अरे। योसेफको विषयमा लेखेको छ। अनि ऊ चाहिँ बुवाको उपस्थितिमा बसिरहन्थ्यो, थुप्रै कुराहरू छ। एक दिन नि त्यो योसेफलाई पोतिफरको घरमा जस्तो बेचिएर ऊ गयो नि, पोतिफरको श्रीमतीले साह्रै आँखा गाडेको, किनभने ह्यान्डसम थियो। अनि पोतिफरको श्रीमती रमायो, ओहो बिचारा काम गर्नु लगेको, मेरो लागि हिरै ल्याइदियो भन्ने भयो। अनि अहिलेको भाषामा चाहिँ प्रपोज गरेकै हो के भन्छ योसेफलाई पनि, तिमीले मलाई पत्नी सरह, होइन? तिमीले मलाई गलत सम्बन्ध पनि गर्न सक्छौ, त्यो गलत हुँदैन। मेडमले फकाएको हो। कति आई लभ यु त दिनमा कति भन्थ्यो होला, लेखेको पनि छैन त, होइन? अनि के लाग्थ्यो भन्दै गर्दा नि योसेफलाई चाहिँ यति नै लाग्थ्यो, मेडमले पनि रेला गर्दैछ कि मलाई जाँच्दैछ। दिनौँ उसले नि अवसर पाउँथ्यो, गलत सम्बन्धको लागि उसलाई धेरैभन्दा धेरै अफर आउँथ्यो। यति धेरै मायाको भाषाहरू पस्किन्थ्यो। सायदै के हो त्यो अब तपाईँले नै बुझ्नुहुन्छ, अहिलेको मायाको भाषा भाकाहरू, होइन? योसेफको जीवनमा पनि सायदै त्यस्तै के कसो भयो। तर यस्तो समय आयो एक दिन चाहिँ योसेफले पनि गल्ती के गर्यो भन्दै गर्दा चाहिँ झाडु बोकेर, कुचो बोकेर मेडमको रुममा किन जानु, होइन? मेडमको रुममा कुचो बोकेर गएछ। लु आज त झन् कोही पनि छैन, तिमी र म मात्रै छौ, र तिमीले चाहिँ मलाई पत्नी सरह, तिमीले मलाई कुनै पनि सम्बन्धहरू गर्न सक्छौ भन्दै गर्दा चाहिँ उसलाई लाग्यो, ओहो मेडमले साँच्ची नै भनेको रहेछ, यो चाहिँ हुँदैन भनेर बिचारा भाग्नु चाहिँ भागेकै हो। तर लुगा समातेर भाग्नु पनि मजाले नै भागेछ। लुगा समातेर तान्दै गर्दाखेरि पनि नि भित्र फर्केन अरे त्यो मान्छे, गएको गयो अरे। मलाई साह्रो मजा लागेको चाहिँ हेर्नुहोस् है, संसारको एटिट्युड चाहिँ के हुन्छ भन्दै गर्दा नि पहिला चाहिँ संसारको प्रेमले, संसारको मायाले चाहिँ तपाईँ र मलाई नि पहिला बिस्तारै बिस्तारै तपाईँ र मलाई चाहिँ फकाउँछ। आज तपाईँले पनि डिसन गर्नु होला, तपाईँको रिलेसनसिपभित्र साह्रै धेरै तपाईँ फकाइँदै हुनुहुन्छ, अलिक विचार पनि गर्नुपर्ने हुन्छ। मैले सङ्ख्या त हालिदिएको होइन, जति धेरै माया त्यति धेरै फकाउँला। तर कुनै कुनै फकाउने मायाभित्र चाहिँ के हुँदो रहेछ भन्दा इरोस हुँदो रहेछ। यो पोतिफरको श्रीमतीले गर्दै गरेको माया चाहिँ इरोस लभ थियो। खासमा योसेफलाई नि इरोस लभ, ताकि उसको शारीरिक फाइदा उठाउनको लागि, इन्जोय गर्नको लागि। मैले अघि तपाईँलाई मोसाको कुराहरू भन्दै गरेको कुरा चाहिँ किन भने भन्दै गर्दाखेरि चाहिँ नि त्यो इन्जोय गर्नको लागि मात्रै। कतिवटा लभहरू चाहिँ आज के छ भन्दै गर्दा नि सम्बन्धभित्र पनि हामी आउँछौँ, बस्छौँ। मैले पनि प्रेम लभ के भन्छ लभ म्यारिज गरेको, झन्डै प्रेम लभ गरेको भनेछ, लभ म्यारिज गरेको मैले पनि। मेरो छोरा पनि यहाँ छ, टेन गर्नु त मिल्दैन। एउटै चर्चको दुईजना हो, म पनि उसलाई मन पर्थ्यो, उसले पनि मलाई मन पराउँथ्यो। कसरी कुरा थाल्नु पारै नआउने फेरि।
किनभने मेरो मिल्ने साथी भनेकै उसको दाजु थियो। भन्नु चाहिँ उसलाई नै पर्ने हो, तर भने कि फेरि ढाँड भाँच्ने सम्भावना थियो। अनि एक दिन पास्टर अङ्कलले भन्नुभयो, तपाईँहरू 1 महिना ट्रेनिङमा जानु भनेको त प्रार्थनै नगरी सुनाइ भएको जस्तो भयो। गयौँ 1 महिना, सबको लागि लामो भयो अरे, हाम्रो लागि त 1 हप्ता जस्तो मात्रै भएको थियो। 3 दिनबाटै सुरु भइगयो नि त। कसरी के भयो, कसले थाल्यो पनि थाहा छैन, तर गहिरो मायामा पर्यौँ दुईजना। अगाडि बस्थ्यौँ, ऊ पनि अगाडि पुरा जागृतिमा बस्थ्यौँ हो। तर पवित्र आत्माको आगो पुरा जक्ति बलेको जस्तो हुन्थ्यो। अनि त्यहाँनिर इरोस भन्ने थिएन, मलाई थाहा छ इरोस भन्ने थिएन। अनि हाम्रो भविष्य सोचेर साँचो माया गरेको, सबै गनगन गर्ने, के लामो ट्रेनिङ। अनि हामीलाई चाहिँ के साह्रो छोटो हुनु आँट्यो नि, अझै बढाइदिउँ हुने भनेको 1 महिनापछि घर पठायो। यस्तो जागृतिमा फर्क्यौँ, वर्षको एउटै पनि आइतबार मैले पनि छोडिनँ, उसले पनि छोडेन। आमा बाबा सानो खुसी भएको होइन हो। खास ट्रेनिङमा पठाइएछ, चर्च कहिले छोड्दैन, सङ्गति कहिले छोड्दैन, जागृतिको आगो बल्यो। अनि उसले पनि 1 वर्षको एउटै पनि आइतबार छोडेन। अरू दिन जहाँ भए पनि आइतबार चर्चमा चाहिँ आइपुग्नु पर्ने हो। त्यो पनि बिहानै पुगिहाल्नु पर्ने, छिटै जागृति पुरै आएको थियो। तर पास्टरले 1 वर्षमा बोलेको एउटा पद भन्दैन भन्यो भने अहिलेसम्म थाहा छैन। भनेपछि कस्तो जागृतिमा चाहिँ थियौँ होला हो। हेर्नुहोस् है, म यो कल्पना गर्छु। अनि त्यो मायाभित्र हाम्रो कुनै पनि स्वार्थपनहरू थिएन, तर ईश्वरीय पत्नी प्रभुले मलाई दिनुभयो, जसको कारणले गर्दा आज म यो ठाउँमा छु होइन। अनि मैले पनि उसलाई माया गरेँ, उसले पनि मलाई माया गर्यो। अनि अहिले हामीले यो दिनहरू जिउँदै गर्दा झन् धेरै हाम्रो मायाहरू उन्नतशील भएको। त्यो मायाभित्र पसेर प्रभुले हाम्रो सेवाकाहरू अझै दिनुभयो। हाम्रो भविष्य, हाम्रो छोराछोरीहरू, नानीहरू, प्रभुले यति धेरै सेवाकाहरू थपिदिनु भयो। ईश्वरीय मायाभित्र चाहिँ के हुँदो रहेछ भन्दै गर्दाखेरि हाम्रो भविष्य सुध्रिन्छ। यस कारणले गर्दा तपाईँ र म चाहिँ धेरैचोटि चाहिँ त्यो खालको इरोस लभको शिकार भइ पठाउँछौँ। योसेफको कुरा मैले तपाईँलाई गरिराखेको थिएँ। अनि योसेफलाई चाहिँ फकाउँदै थियो घरि पनि। तर म यो कल्पना गर्छु, योसेफलाई नि, योसेफले चाहिँ एउटा बुवाको साँचो माया पाएको कारणले गर्दा अनि उसको त्यो पोतिफरको स्वास्नीले उसलाई दिँदै गरेको झुटो मायालाई चाहिँ उसले छर्लङ्गै चिनेको थियो। म चाहिँ आमा बाउलाई यसो भन्छु धेरैचोटि, आफ्नो नानीहरूलाई माया चाहिँ गर्नुपर्छ, प्रेम गर्नुपर्छ। कसै त फेरि बिगार्ने पनि हुन्छ नि होइन, बिगार्ने पनि हुन्छ। जे भन्यो त्यही दियो, त्यस्तो प्रेमले पनि बिग्रिँदो रहेछ। तर यस्तो प्रेम दिनु ताकि भविष्यको दिनमा मिश्र रूपी संसारमा जिउँदै गर्दा नि त्यो संसारको झुटो माया चाहिँ आफ्नो छोराछोरीले डिसन गर्न सकोस्। हेर्नुहोस् है, अनि योसेफले चाहिँ पोतिफरको स्वास्नीले गरेको झुटो मायालाई चाहिँ छर्लङ्गै चिन्थे। मेरो बुवाको मायाको नजरमा चाहिँ यो माया चाहिँ झुटो हो, यो माया चाहिँ तलै देखे उसले। आजको दिन हाम्रो जीवनमा पनि हामीलाई गर्ने रियल लभ गर्ने व्यक्तिलाई तपाईँ र मैले चिन्यौँ भने हाम्रो भविष्यलाई निर्धारण गर्न सक्छौँ। अनि सबैभन्दा अगाडि त हामीलाई रियल लभ गर्ने चाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्छ। म तपाईँलाई इन्करेज गर्छु। अनि मोसाले चाहिँ क्षणिक सुख विलासलाई चाहिँ इन्कार गरे रे। आज यदि तपाईँ र मैले पनि हाम्रो जीवनको त्यो लभ, त्यो रिलेसनभित्र हामी छौँ, त यो रिलेसनभित्र नि तपाईँ र मेरो जिन्दगी इन्जोय त हो, भइहाल्छ। खुट्टा छ भने जुत्ता छ भने खुट्टा छ भने जुत्ता भएको पाइहाल्छ भन्ने डायलगमा हामी जिउनु भएन। यदि तपाईँ र म पनि रिलेसनमा छौँ भने नि यस्तो रिलेसनलाई हामीले बिल्डअप गरौँ। अनि जुन रिलेसनभित्र चाहिँ इरोस भन्ने स्वार्थी माया नहोस्। परमेश्वरले चाहेको चाहिँ त्यो, यदि तपाईँ र मैले पनि हाम्रो जीवनमा इरोस लभ गर्दैछौँ भने हामी डेन्जर जोनमा छौँ होइन। हाम्रो जीवनमा चाहिँ त्यो लभलाई चाहिँ तपाईँ र मैले परमप्रभु परमेश्वरको मायालाई बोकेर त्यो मायालाई पस्किने हो। तपाईँले यस्तो जीवनसाथी खोज्नुहोस्, हतार नगर्नुहोस् कि अनि तपाईँको जीवनमा पनि इरोस लभ गर्नेको शिकार नहुनु होला। आज म तपाईँलाई इन्करेज गर्छु होइन। अनि तपाईँ त्यो व्यक्तिको हातमा तपाईँ पुग्नुहोस्। अनि जुन व्यक्तिले चाहिँ तपाईँलाई यीशुले जस्तो अगापे माया गर्छ हरेक दुःखमा, सुखमा, परिस्थितिहरूमा होइन। किनभने आज चाहिँ लभको न्युमा चाहिँ त्यो भित्र चाहिँ धेरै गडबड भएको छ। धेरै मान्छेहरू चाहिँ हत्या भयो, धेरै मान्छेहरू मर्यो, धेरै मान्छेहरूको जिन्दगीमा थुप्रै घटनाहरू घटिराखेको छ। यस कारणले गर्दा तपाईँले कसैसँग रिलेसन गर्दै गर्दा नम्बर 1 मा त ईश्वरीय व्यक्तिसँग, यीशु ख्रीष्टलाई ग्रहण गरेकोसँग तपाईँ प्रेम गर्नुहोस्। म आज तपाईँलाई भन्छु, तपाईँको भविष्यको जीवनसाथी रोज्नको लागि तपाईँ तम तयार हुनुहुन्छ, तपाईँको जीवनसाथी छ भने नि म तपाईँलाई यसरी इन्करेज गर्छु,
यीशु ख्रीष्टलाई ग्रहण गरेको, यीशुको अगापे लभलाई बुझेको व्यक्तिसँग तपाईँ कनेक्ट हुनुहोस्। यदि उसले यीशुलाई ग्रहण गरेको छैन, अब कसैको त नहोला नि त फेरि, होइन? संसारकै होला, माया मायाको गीतमै फसेको पनि होला। आज म यसो भन्न मन पराउँछु, त्यो व्यक्तिलाई छिटो तपाईँले ख्रीष्ट यीशुमा ल्याउनुहोस् अनि त्यो रिलेसनलाई चाहिँ यीशु ख्रीष्टको मायालाई चाहिँ हाइलाइट गर्नुहोस्, यीशु ख्रीष्टको मायालाई प्रत्यक्ष देखाउनको लागि। नत्र भए चाहिँ आजको दिन भइहाल्छ। एक दिन एउटा भाइ थियो, 10वटा क्लासरुममा 10जना थियो अरे, एउटामा पछि त्यहाँ पनि थियो अरे, अर्कोमा चाहिँ त्यहाँ पनि थियो। त्यो व्यक्ति को हो भन्दा मेरै सालो त फेरि एक दिन एक ठाउँले अलिक आशिष बाँडा न भनेर भनेको, साथीहरूले त उहाँको गर्लफ्रेन्डको थियो, सबै कुनी के थियो, हरेक क्लासमा थियो भनेर म आफै हेरेको हो। यस्तो भए त म भन्नु लाउँथिनँ जस्तो भयो। तर एउटा समय हुन्छ फेरि यो जवान उमेर भनेको त मुखै नधोइ पनि ह्यान्डसम ब्युटी देख्ने उमेर हो नि त, होइन? त्यति बेला चाहिँ थुप्रै कुराहरू हाम्रो जीवनमा सोरपटार हुन्छ। तर आज मैले तपाईँलाई अलिकति भन्नु खोज्दै गरेको चाहिँ हाम्रो माया, हाम्रो प्रेमको सम्बन्धमा हामी फेल खायौँ भने भोलिको भविष्य अन्धकार हुनसक्छ। जसरी सिम्सोनले चाहिँ दलिलालाई चाहिँ जुन माया गर्दथ्यो, त्यो मायाभित्र चाहिँ वास्तवमा इरोस माया थियो। उसको फाइदा उठाउनको लागि उसले त पैसा कमाउँदै थियो, मान्छेहरूलाई उसले त हायरमा लभ गर्ने मान्छे, त्यो कुराको लागि हामी आफै सचेत चाहिँ हुनुपर्ने हुन्छ। सबैभन्दा अगाडि म तपाईँलाई हाइलाइट गर्नु खोज्दै गरेको चाहिँ यीशुको मायालाई धेरैभन्दा धेरै हामीले कदर गरौँ अनि यीशुको मायालाई पस्किने कोसिस हामीले गरौँ। अनि त्यो प्राथमिकतालाई जब हामीले बुझ्छौँ, मम्मी पापाको माया छ, मण्डलीको माया, अग्रजहरूको माया छ, त्यो सबै कुराहरू एकछिन एकातिर राख्छु म। तर यो सम्बन्धभित्र चाहिँ धेरैचोटि मान्छेहरू चाहिँ आवेशमा आएर टाइम पास गर्छु भन्दै गर्दा पनि बिहे गरी पठायो। लभ म्यारिजको कुरा पनि अलिकति गरौँ अनि भरे लभको कुरा पनि म अलिकति गर्छु। मलाई यस्तो लाग्छ केही कसै चाहिँ खेलमै माया बस्यो भन्ने गीत त त्यसै बनाएको होइन होला, विवाह पनि गरी पठायौँ अनि जिन्दगी पतन भयो धेरैजना मान्छेको। तपाईँ जुन मायामा तपाईँ जोडिनु भएको छ अनि भविष्य सोच्नु भएको छ, इभन विवाहलाई पनि लभको कुरा गर्ने, अलिकति म म्यारिजको कुरा पनि गरौँ। विवाह भन्ने कुरा चाहिँ यस्तो हो कि आजको प्रेमले पनि भोलिको भविष्यलाई फरक ल्याउन सक्छ। अनि विवाह भनेको चाहिँ हाम्रो जिन्दगीभरको निर्णय पनि हो। विवाह भनेको के हो? जीवनभरको निर्णय हो। एउटा व्यक्तिले यसो भन्छ, भोज एक दिनको हो तर विवाह चाहिँ जिन्दगीभरको लागि हो। भोज खाने त मासु खाएर जान्छ भुँडी ठटाउँदै, तर जिन्दगी बिताउने चाहिँ 2जना हो खासमा। अनि यो कन्ट्र्याक्ट पनि होइन, तर यो कभनेन्ट हो विवाह भनेको चाहिँ। धेरैचोटि कन्ट्र्याक्टमा चाहिँ के हुन्छ, मलाई यति गर, यति हुन्छ, त्यसको कन्डिसन हुन्छ, त्यो कन्डिसन पुरा भएन भने कन्ट्र्याक्ट भत्किन सक्छ। हिजो मात्रै एउटा कन्ट्र्याक्टर मेरोमा आउनु भएको थियो, उहाँले भन्दै हुनुहुन्थ्यो धेरै लाख फसे उहाँले भन्दै हुनुहुन्थ्यो। अनि त्यो एग्रिमेन्टमा के मिलेन, एग्रिमेन्टको कुरा चाहिँ पुरा भएन, फुलफिल भएन भने नि कन्ट्र्याक्ट लथालिङै हुन्छ, अधमरो हुन्छ। यस कारणले गर्दा विवाह चाहिँ कन्ट्र्याक्ट होइन, त्यो चाहिँ कभनेन्ट हो, करार भएको हुनाले गर्दा करार चाहिँ परमप्रभु परमेश्वर आफै भन्नुभयो, म तिमीलाई कहिले पनि छोड्दिनँ अनि त्याग्दिनँ। त्यो करारभित्र चाहिँ ईश्वरीय लभ थियो, ईश्वरीय प्रेम थियो। अनि जुन प्रेमले चाहिँ हामीलाई भन्नुहुन्छ, करार गर्नुहुन्छ, म कहिले पनि तिमीहरूलाई छोड्दिनँ। अनि विवाह पनि एउटा करार भएको कारणले गर्दा ईश्वरीय लभको बेसमा जगमा बसालेको हुनुपर्ने हुन्छ विवाह। हेर्नुहोस् है, अनि विवाहको विषयमा एउटा व्यक्तिले यसो पनि भन्छ, विवाह कहिले असफल हुँदैन, तर मानिसहरू पो असफल हुन्छन् जसले विवाहलाई देखाउटीको रूपमा गर्दछ। देश हाँक्छ, संसार हाँकिराखेको छ, तर परिवारमा गएर असफल भएको छ। विवाहमा मान्छेहरू असफल भयो। किन भन्दै गर्दा विवाह असफल हुँदैन। किन असफल हुँदैन भन्दै गर्दा यो त परमेश्वर आफै सुरु गर्नुभएको एउटा विषय हो। किनभने परमेश्वरको हृदयबाट उहाँले सुरु गर्नुभएको कुरा चाहिँ कुनै पनि असफल र विफल हुँदैन। यस कारणले गर्दा तपाईँ विवाहको तम तयारीमा हुनुहुन्छ भने सोच्नु होला। म त अझै पनि तपाईँलाई भन्छु, त्यो यसो बाध्यताको मायाभित्र होइन, कुनै के को एउटा मायाभित्र होइन, यो गम्भीर निर्णयभित्र, त्यो एग्रिमेन्टभित्र तपाईँ नपस्नु होला, तर तपाईँ कभनेन्टभित्र तपाईँ पस्नु होला। अनि प्रेम जीवन साथी रोज्दै गर्दाखेरि होइन, संसार त आज त्यस्तै छ। संसारले त पहिला, मैले अघि त मलाई भने पहिला मात्रै बेस्ट दिन्छ, पहिला त सर्काउँछ अरे। छोरीहरू होसियार हुनु होला, तिमी कोको कोलाको बोतल जस्तै छौ भन्दाखेरि फुरुक्कै नभइहाल्नु होला हो। मोटो छौ भने त रिसाउँदो रहेछ। अस्ति एकजना साह्रो रिसायो, पहिला भन्दा मोटा, तपाईँको आँखै त्यस्तो हो, रिसाएको रहेछ।
किन त्यसो भन्नुभयो भने त्यसरी किन भन्नु मान्छेलाई डाइरेक्ट मोटो छ भनेर रिस उठेको रहेछ। हेर्नुहोस् है, फेरि केटाहरूले त त्यसै भन्छ अरे त, पहिला पनि तिमी कोको कोलाको बोतल जस्तै छौ भन्छ अरे, पछि पनि तिमी अहिले पनि कोको कोलाको बोतल जस्तै छौ भन्छ अरे 5 वर्षपछि पनि, तर अहिले चाहिँ 5 लिटरै भएको छौ भन्छ अरे नि त। केटाहरूले त उचाल्छ थेचार्नु सक्छ हो। पहिला पहिला यसो भन्छ अरे विवाह गर्नुभन्दा अगाडि, यतै फर्क हेरिरहँ जस्तो लाग्छ अरे, फर्क, अनि पछि चाहिँ उता फर्क मुख गनाउन थाल्यो भन्छ अरे। त्यति बेला चाहिँ लडाइँ हुन्छ। र आज मैले तपाईँलाई भनेको ईश्वरीय मायाभित्र चाहिँ नि जब हामीले त्यो विवाह गरेका हुन्छौँ नि ईश्वरीय प्रेमको जगमा, काना सरको विवाहको भोजलाई हेर्नुपर्छ। त्यहाँनिर चाहिँ दाकमत बनाउँदै गर्दा चाहिँ भोजको मुखियालाई चाख्न लाउँदै गर्दा चाहिँ भोजको मुखियाले तर्सेर एउटा स्टेटमेन्ट दिएको छ। त्यो स्टेटमेन्ट चाहिँ के थियो भन्दै गर्दा नि, हरेक विवाहमा चाहिँ लास्टमा चाहिँ असल हुँदैन, कम असल हुन्छ। कम असल भनिदिनुहोस् न, असल चाहिँ कम्ती भएको हुन्छ। तर यो विवाहमा त अहिले पनि असलै छ त, दाकमत तर्सेको छ। किनभने 6-7 दिन भइसकेको थियो त्यो विवाह, त धेरै दिनसम्म यहुदीहरूको विवाह चाहिँ लामो पनि हुन्थ्यो होइन। विवाहको सायद तेस्रो दिन हुँदै थियो यहाँनिर। तेस्रो दिन बित्दै गर्दाखेरि पनि नि अरे अलिक असल चाहिँ कम हुनुपर्ने, तर यहाँ त दाकमत त अहिले पनि असलै छ। भोजको मुखियाको गवाई स्टेटमेन्ट त्यहाँ हेर्नुभयो भने नि, त्यसले चाहिँ केलाई दर्शाउँछ भन्दै गर्दा नि, क्रिस्चियन विवाह चाहिँ जति जति पुरानो हुँदै जान्छ, ईश्वरीय मायामा ईश्वरीय प्रेमको जगमा बसालेको विवाह चाहिँ जति जति पुरानो हुँदै जान्छ नि, त्यति त्यति असल हुँदै जान्छ, त्यति त्यति आशिषित हुँदै जानुपर्ने चाहिँ हो। संसारको चाहिँ जति पुरानो हुँदै गयो, छोराछोरी जन्मेपछि त झन् अप्ठ्यारो हुन्छ अरे। गीत त बनाएको थियो अरे, आमा मारुनी बाउ मादले, छोराछोरी भाल्टङ भुल्टुङ देउ लातले भन्ने गीतहरू हो। आमा मारुनी बाउ मादले अरे, छोराछोरी भाल्टङ भुल्टुङ देउ लातले। छोराछोरी बिजोग भएको छ कतिवटा विवाह। छोराछोरीले प्रश्न गर्दैछ किन जन्माएको मलाई भनेर। हेर्नुहोस् है, परिवारमा माया छैन, प्रेम छैन, हराएर गइसकेको छ। तर ईश्वरीय प्रेमको जगमा बसालिएको, प्रभुलाई प्राथमिकता दिएर गरेको विवाहहरू चाहिँ के हुन्छ भन्दै गर्दा नि, भविष्यको दिनमा गएर त्यो प्रेमले चाहिँ हाम्रो जिन्दगीमा जति जति विवाह पुरानो हुँदै जान्छ, त्यति त्यति असल र आशिषित बनाउँदै गएको हुन्छ। सपना चाहिँ त्यो राख्नु पर्यो, गरिदिन्छु 2 दिनको जिन्दगी त हो भनेर कहिले पनि त्यो निर्णय नलिनु होला। आजको निर्णय चाहिँ भोलिको भविष्य हो। यस कारणले गर्दा अहिलेदेखि नै तपाईँले नि मौका छ, अहिलेदेखि नै हामीले धेरैभन्दा धेरै चाहिँ ईश्वरीय मायामा तपाईँ र म चाहिँ घोरिनु पर्ने हुन्छ। ईश्वरीय प्रेमलाई प्राथमिकता दिएर होइन, जो पाए माया त हो भनेर जो पाए उसैलाई माया गरेर विवाह त हो भइहाल्छ भनेर गर्नु मिल्दैन। किनभने अहिलेदेखि नै ईश्वरीय भयमा, ईश्वरीय मायामा तपाईँ र म अडिएर जब त्यो मायालाई पस्किन्छौँ, हाम्रो जीवनमा पनि प्रभुले त्यो व्यक्तिहरूलाई दिनुहुन्छ, जुटाउनुहुन्छ। बाध्यतामा भएर पनि विवाह गर्नु हुँदैन, कर कापमा भएर पनि विवाह गर्नु हुँदैन। हेर्नुहोस् है, अनि विवाहभित्र चाहिँ थुप्रै कुराहरू छ। म त यसो भन्छु, बाइबलले यसो पनि भन्छ, पत्नी भएर जानेहरू चाहिँ वास्तवमा वरदान हो भन्छ। हितोपदेशमा लेखेको छ, पत्नीहरू चाहिँ वरदान हो। पत्नीहरू चाहिँ के हो? छोरीहरू, तपाईँहरू चाहिँ वरदान हुनुहुन्छ। विवाह भएर तपाईँ अरूको घरमा जाँदै गर्दा हाम्रो एउटा यस्तो मेन्टालिटी छ नि, एउटा यस्तो खालको माइन्डसेट छ नि, छोरी मान्छे त अरूको भित्ता टाल्ने। अहिले त त्यो भित्ता टाल्नु पनि पर्दैन, सिमेन्टेडमै पुग्छ, मिस्त्रीले टालिदिइहाल्छ हो। त्यो अरूको घरमा भाँडा धुने, लुगा धुने भन्ने माइन्डसेटलाई चाहिँ अब हामीले हटाउनु पर्छ। हरेक छोरीले यो सोच्नुपर्छ, विवाह गर्नुभन्दा, विवाह गरेर जानुभन्दा अगाडि म चाहिँ वरदान हो भनेर बुझ्नुपर्छ। वरदान भनेको चाहिँ ईश्वरको उपहार हो। हेर्नुहोस् है, अनि त्यो चाहिँ त्यो व्यक्तिलाई मात्रै त्यो प्रकाश हुन्छ जसले चाहिँ यीशुको मायामा आफ्नो जीवनलाई चाहिँ जग बसालेर जिउँदै गरेको हुन्छ। म त अरूको खेलाउन भनेर हुँदैन, म त कुनै के सुन्दरी र परी भनेर मात्र भएन। तर तपाईँ नम्बर 1मा आज म तपाईँलाई भनौँ, तपाईँ जब यस संसारमा जन्म लिएर आउनुभयो त्यो दिनदेखि चाहिँ तपाईँ छोरी मान्छे, तपाईँ वरदान हुनुभएको छ। अनि वरदान भनेको चाहिँ परमेश्वरको उपहार हो है, उपहार हो। बर्थडेमा दिएको एउटा उपहार त हामीले कति धेरै जोगाएर राख्छौँ है। बर्थडेमा दिएको उपहारलाई पुरा जोगाएर राख्छौँ, त्यसलाई हामीले फ्याँक्दैनौँ घोर्यानतिर। भनेपछि परमेश्वर ईश्वरले स्वर्गीयले दिएको उपहार हो तपाईँ र म चाहिँ। यद्यपि त्यो उपहार त्यति बेला हेलित हुन्छ जब उसले परमेश्वरको प्रेमलाई लत्याउन थाल्छ, परमेश्वरको अगाप्य लभमा उसको जिन्दगीलाई जग बसाल्दैन।
यताबाट आई लभ यु भन्दा पनि, उताबाट आई लभ यु भन्दा पनि, तिमी राम्रो छौ भन्दा पनि, ब्युटी छौ भन्दा पनि सेलेक्ट गइबसेको छ भने भोलिको दिनमा ऊ वरदान नहुन सक्छ। कतिवटा सुन्दरीहरू आज घुर्यानमा पुगेको छ। चित्त दुख्दो कुरा मैले तपाईँलाई गरेको, कतिवटा सुन्दरीहरू घुर्यानमा छ। किन भन्दै गर्दा त्यो व्यक्ति चाहिँ नि एउटा सही व्यक्तिको वरदान हो भन्ने मान्छेको त्यो चिन्ने व्यक्तिको हातमा परेन। एक नम्बर त ऊ आफूले आफ्नो वयस छाउन्जेल, आफ्नो उमेर छाउन्जेल, सुन्दरता भइन्जेल उसले यति धेरै आफ्नो जीवनलाई सबैको हातमा थमायो। एउटा गार्बेज, एउटा के भने मैला फ्याँक्ने भाँडा जस्तो भयो। संसारले उसको जवानीलाई, मानिसहरूले उसको जवानीको फाइदा उठायो। हेर्नुहोस् है, तर आजदेखि नै परमप्रभु परमेश्वरमा भएर पवित्रताको जीवन जिएर प्रभुको पवित्र मायासँग जोडिएर जब तपाईँ र म जिउँछौँ भने त्यो छोरी वरदान हो। हेर्नुहोस् है, त्यो चाहिँ ईश्वरले दिनुभएको उपहार हो। तपाईँ त्यस्तो व्यक्तिको हातमा पुग्नुहुन्छ जो व्यक्तिले चाहिँ तपाईँलाई सही व्यक्ति भनेर चिन्छ। नत्र भए त आफै जबरजस्ती आएको होइन, तिर पो लान्छ नि, फेरि उल्टा उल्टा कुरा लान्छ। देखेको छौँ त्यस्तो व्यक्तिहरू हामीले देखेका छौँ। र आज मैले तपाईँलाई भन्नु खोज्दै गरेको, तपाईँ वरदान हो। अनि तपाईँको माइन्डसेटलाई चेन्ज गर्नुहोस्। त्यो माइन्डसेट चाहिँ कस्तो भन्दै गर्दा म चाहिँ वरदान हो अनि मैले चाहिँ प्रभुलाई धेरै प्राथमिकता दिनुपर्ने हुन्छ, मेरो धेरै भूमिका छ, जिम्मेवारी चाहिँ छ। अनि कति व्यक्तिहरूले पनि, छोराहरूले पनि विवाह गर्दै गर्दा घरमा लुगा धुने त ल्याउँदैछु भनेर नसोच्नु होला। घरमा काम गर्ने भएन, घरमा आमा पापा एक्लै भयो, यस कारणले गर्दा म बुहारी खोज्दैछु भन्यो भने चाहिँ राम्रो हुँदैन। त्यो चाहिँ होइन। धेरै प्रार्थना गर्नुहोस्। तपाईँ आफै पनि धोकामा पर्नुहुन्छ र अरूलाई पनि तपाईँले धोका दिनुहुन्छ। जवान छोराहरू, म त आज तपाईँलाई इन्करेज गरौँ, धेरै प्रार्थना गरेर जीवनसाथीलाई खोज्नुहोस्। विवाह गर्नुभन्दा अगाडि प्रभुलाई धेरै माया गर्नुहोस्। प्रभुको मायाले नि तपाईँ र मलाई डोर्याउँछ अनि त्यो मायाले हामीलाई सही व्यक्ति कहाँ पुर्याउँछ पनि। तर जीवनसाथी खोज्दै गर्दा बाटोमा बसेर जिब्रो पड्काउँदै चुइगम चपाउँदै चाहिँ सुस्ला पार्दै चाहिँ नखोज्नु होला। कतिले त त्यसरी खोज्छ अरे नि त, बाटोमा बसेर चुइगम चपाउँदै जिब्रो पड्काउँदै यही पो होला भन्दै जिस्काउँदै खोज्नेहरू आज बिजोग भएको छ। वरदान पाइँदैन त्यसो हुँदै गर्दा। अर्को कुरा यसो भन्छ, छोरी मान्छेहरूलाई मुकुट हो भन्छ। आफ्नो पतिको लागि स्वर्गीय पत्नी चाहिँ मुकुट हो। मुकुट भनेको चाहिँ त्यो नालामा लडी हिँड्नेले लाउँदैन है। कुनै काल त्यो लथालिङ्गै भत्ताभङ्गै भएको मान्छेले, इज्जतै बिनाको मान्छेले लाउँदैन। मुकुट भनेको चाहिँ आदर हो, हाम्रो शिरमा लगाइन्छ अनि त्यो सिंहासनमा बस्नेर लगाउँछ होइन। कोही कोही बेला प्लास्टिकको बर्थडेमा लाउनु पाइन्छ होइन। त्यो प्लास्टिकको मुकुटको कुरा गरेको होइन। जब तपाईँ र मैले विवाह गर्दै गरेको हुन्छौँ नि, पत्नीले चाहिँ, पत्नी हुन लागेका छोरीहरूले, भविष्यको दिनमा विवाह गर्नेहरूले र विवाह गरिसकेकाहरूले के सोच्नु पर्दो रहेछ भन्दै गर्दा म चाहिँ मेरो पतिको लागि चाहिँ मुकुट हो। त्यो मुकुट चाहिँ जब एउटा पतिले पाउँछ नि, उसको इज्जत बढ्नुपर्छ। हुनसक्छ उसको विवाह नगरुन्जेलसम्म उसको जति धेरै इज्जत थियो नि, त्योभन्दा पनि धेरै इज्जत उसको बढ्नुपर्छ। परिवारमा इज्जत बढ्नुपर्छ, उसको मण्डलीमा इज्जत बढ्नुपर्छ होइन। समाजमा उसको इज्जत बढ्नुपर्छ। फलानालाई बिहा गरेर लिएर के भयो, त्यो त कुरीमा पसेको माछा जस्तो भयो त, उल्टा उल्टा बोलिहिन्छ त, हामीसँग त हाँस्नु पनि पैसा लाग्ला जस्तो गर्छ त। देख्नु भएको होला। म त धेरै विवाह गर्ने भाइ बहिनीलाई थुप्रैचोटि सम्झाउँछु, विवाह गरेर अहिले के कसो हुँदैछ, परिवारसँग सम्बन्ध ठिकै छ, अझै धेरै गहिरो बनाउला भनेर म धेरैभन्दा धेरै सम्झाउने गर्छु। हेर्नुहोस् है, तपाईँ र विवाह हुँदै गरेको पुरुष चाहिँ नि जब विवाह गर्छ त्यति बेला चाहिँ त्यो परिवारको इज्जत बढ्नुपर्छ। तपाईँ र म गएपछि कसैलाई त यसो भन्छ, कसै त हड्डीको घाउ जस्तो हुन्छ भनेको चाहिँ नि, ऊ गएको 3 दिनमै फुटाउँछ, बाक्लो दाल खानु थाल्छ भनेको खासमा चाहिँ। आज मैले तपाईँलाई भन्नु खोज्दै गरेको, त्यो घरमा अशान्ति हुन्छ धेरैचोटि त्यो विवाह गरेर जाँदै गर्दा। तर तपाईँ र मेरो जीवनमा जब ईश्वरीय विवाह गरेर प्रभुको मायाको बेसमा जोडिएको जोडीले चाहिँ के गर्दो रहेछ भन्दै गर्दा ऊ वरदान मात्रै कहलाइँदैन, तर ऊ मुकुट जस्तो पनि भएको हुन्छ। इज्जत बढ्छ, एउटा मण्डली र अर्को मण्डलीको बिचको इज्जत बढ्छ, सम्बन्धहरू बढ्छ, सेवाकाहरू बढ्छ। त्यो चाहिँ मुकुटको काम हो। एफिसीमा यसो भनेको छ, छोरा मान्छेहरूलाई तिमीहरू चाहिँ शिरहरू, पति भनेको चाहिँ शिर हो भनेको छ फेरि। तर मैले त सधैँ पनि भन्छु, कति पति त शिर होइन, टोपी मात्रै भएको छ हो।
टोपी भनेको चाहिँ सिस्नो घारीमा फ्याँक्दा पनि हुन्छ, जुत्ता पुस्दा पनि हुन्छ, साह्रैमा ओछ्याएर बस्दा पनि हुन्छ, तल घुइँके खोल्सामा फ्याँकिदिँदा पनि हुन्छ। धेरै पुरुषहरू चाहिँ आज के भयो भन्दै गर्छ, टोपी मात्रै भयो। फेरि बिजोग भएको छ, टोपी भएर संसारले पनि पुछिहिन्छ, कुनै के पनि आँचीमा पनि कोही बेला फ्याँकी पठाउँछ। अनेक अनेक घटनाहरू घटिराखेको छ। सो मैले तपाईँलाई इन्करेज गर्नु खोज्दै गरेको कुरा चाहिँ के हो भन्दा नि, तपाईँ र मैले हाम्रो आइडेन्टिटीलाई, हाम्रो मायाको जगलाई पनि, हाम्रो पहिचानलाई पनि, तपाईँले आइडेन्टिटी भन्ने पनि हाम्रो सरहरूले तपाईँलाई बताइराख्नु भएको छ अनि तपाईँले सुन्दै पनि हुनुहुन्छ। परमेश्वरको लभमा चाहिँ तपाईँ र मैले चाहिँ बेस गर्नुपर्ने हुन्छ। इभन हाम्रो विवाह पनि हेर्नुहोस् है, जब हाम्रो विवाहलाई परमेश्वरको मायामा तपाईँ र मैले डेभलप गरेका हुन्छौँ, निर्माण गरेको हुन्छौँ, विवाहलाई स्थापित गरेका हुन्छौँ नि, साँच्चै नै हाम्रो विवाह, मैले तपाईँलाई भन्दै गरेको जस्तो काना सरको विवाहको भोजको त्यो विवाह जस्तो गवाई हुन्छ। त्यो विवाह चाहिँ गवाई हो, हुनु चाहिँ दागमत सकेको थियो, एक हिसाबले चाहिँ बदनामको कारण भएको थियो पहिला त, तर त्यही विवाह चाहिँ गवाई भयो। अनि जब त्यो विवाहमा चाहिँ ख्रीष्ट येशूले अद्भुत काम गर्नुभयो र एउटा यस्तो डेमोन्स्ट्रेसन गरेर देखाउनु भयो र भोजको मुखियालाई भन्नुपर्ने बाध्यता भयो। सबै विवाहहरूमा चाहिँ विवाह पुरानो हुँदै गएपछि चाहिँ कम असल हुन्छ, असल चाहिँ कम कम हुँदै जान्छ, तर यो विवाह चाहिँ जति पुरानो हुँदै गयो असल झन् दामी असल चाहिँ देखिन सुरु गर्यो। हाम्रो क्रिस्चियन विवाह चाहिँ त्यस्तो हुनु पर्यो होइन, मन राख्नको लागि, त्यसै इन्जोय गर्नको लागि मात्र। यद्यपि आज तपाईँ र मैले रिलेसनभित्र हामी पसेको छौँ भने, तपाईँ र मैले आज निर्णय विवाह गर्नुभन्दा अगाडि हामी गरेकाहरूले पनि निर्णय गरौँ, अब चाहिँ म मेरो श्रीमतीलाई चाहिँ म वरदानको रूपमा देख्न थाल्छु, अब चाहिँ मेरो श्रीमती चाहिँ मुकुटको रूपमा देख्न थाल्छु। अनि श्रीमतीहरूले पनि र हुन लागेकोले पनि म चाहिँ पक्का पनि वरदान भएर छाप छोडेर होइन। मलाई तबिताको क्यारेक्टर साह्रो मनपर्छ, प्रेरित 9 अध्यायमा छ, एउटा जवान ठिटी तबिता मर्यो अनि तबिता मरिसकेपछि चाहिँ पत्रुस प्रभुको जनलाई बोलाइ पठायो अनि पत्रुस चाहिँ त्यो घरमा जब पुगेको थियो नि, विधवा आमाहरू रुँदै थियो। साह्रो मजा लागेको कुरा चाहिँ विधवा आमाहरूले चाहिँ नि तबिता जिउँदो हुँदा सिलाइ राखिदिएको सल, तबिता जिउँदो हुँदा सिलाइ राखिदिएको स्वेटर, लुगा फाटा देखाएर पत्रुसलाई भन्छ, पत्रुस तबिता मर्नु हुँदैन थियो, किनभने ऊ जिउँदो हुँदाखेरि चाहिँ हाम्रो जिनमा उसले छोडी राखिदिएको छाप, उसले माया गर्थ्यो, हामीलाई वास्ता गर्थ्यो। अनि त्यति मात्र होइन, यी हाम्रो लागि सिलाइ राखिदिएको वस्त्रहरू। यो जवान छोरीहरूको लागि साह्रो ठुलो नमुना हो। तपाईँले एक दिन आफ्नो बुवाको घरलाई छोड्नुहुन्छ, तपाईँले एक दिन आफ्नो मण्डलीलाई छोडेर कुनै ठाउँ तपाईँ विभाग भएर जानुहुन्छ, त्यति बेला चाहिँ नि तबिताले छोड्दाखेरि विधवा आमाहरूको आँखामा आँसु देखिएको जस्तो तपाईँ र मैले हाम्रो बुवाको घरलाई, आफ्नो मण्डलीलाई छोडेर जाँदै गर्दा मण्डलीको आँखामा पनि आँसु होस् न है, यो छोरी त मण्डलीको यस्तो थियो, यसो नभनोस् न, साह्रो शान्ति भयो, काँडै निस्केर गयो भन्ने पनि अर्को छाप हुन्छ नि। साह्रै भन्दा साह्रै ठिक थिएन, गयो ढुक्कै भयो, अब उता फेरि पिरल्ने भयो। त्यस्तो चाहिँ छाप नछोडौँ, तर यस्तो छाप होस् तपाईँ र मैले बुवाको घरलाई, आफ्नो मण्डलीलाई छोडेर जाँदै गर्दा मण्डलीको अगुवाको पनि आँखाबाट आँसु झरोस् न, मैले एउटा मण्डलीमा यस्तो छोरीलाई गुमाएँ, अनि जुन छोरी चाहिँ मण्डलीको लागि चाहिँ एउटा सम्पत्ति थियो, परिवारको आमा बुवाको आँखाबाट आँसु झरोस् न। आमा बाउले अब चाहिँ चाख्छस् भन्दै नपठाओस् होइन, अब पो चाख्छस् त तेरो बुढाको घरमा। अब हाम्रो नेपाली त फेरि दर्रो दर्रो जान्छ होइन, दर्रो दर्रो जान्छ, अनि सबै सराप्नेहरू पनि लगेर जान्छ, त्यहाँबाट सरापहरू पनि लगेर गइसकेपछि बिजोक हुन्छ। तर त्यो हुने मौका नदिनको लागि ईश्वरीय प्रेमभित्र पसेर एउटा पवित्र रिलेसनसिपभित्र रहेर चाहिँ जब हामीले ईश्वरीय विवाहभित्र हामी कदम चाल्छौँ अनि हाम्रो जिन्दगी चाहिँ तबिताले छोडिराखेको छाप छोडेको जस्तो तपाईँ र मैले पनि मण्डलीमा छाप छोड्न सक्छौँ। परिवारमा इज्जत हुन्छ, मण्डलीमा इज्जत हुन्छ। तर हिजो आज त कतिवटा विवाहहरू चाहिँ यस्तो भएको छ, छाप छोड्नु त होइन, गलत छापहरू छोडिराखेर होइन। हिब्रू 13 अध्यायको 4 पदमा लेखेको छ सबै विवाहहरू चाहिँ आदरणीय हुनुपर्छ। मलाई यो कुरा पनि पढ्नु मन पर्यो, हिब्रू 13 अध्यायलाई तपाईँको बिचमा अलिकति पढ्नु मन लाग्यो। हिब्रू 13:4 ल कसैले पाउनुभयो भने पढिदिनु भए हुन्छ। यहाँनिर के भन्छ भन्दै गर्दा नि सबैको बिचमा विवाह चाहिँ आदरणीय होस् अरे।
हेर्नुहोस् है, आदरणीय होस् भनेको नि यो विवाह यसो भनेको होइन है, महँगो होस्, अरूको भन्दा खतरा होस्, धेरै आइटम्सहरू होस् भनेको छैन। यो चाहिँ बुझ्नु होला। संसारको माइन्डसेट चाहिँ कस्तो छ भन्दा जति धेरै खर्च गरेर झैँ गर्यो त्यो चाहिँ खतरा विवाह, जति धेरै आइटम्सहरू थुप्रै कुराहरू त्यो होइन। खासमा सबैको बिचमा विवाह आदरणीय होस् भनेको चाहिँ के भनेको भन्दै गर्दा नि, कसैले चाहिँ ठुलो पवित्र विवाह लेखेको हुन्छ, अनि पवित्र विवाह लेखेकोमा चाहिँ कोही कोही बेला के हुन्छ भन्दै गर्दा सेतो वस्त्र पनि लगाएर पवित्रै विवाह चाहिँ हुँदै गरेको हुन्छ, तर त्योभन्दा अगाडि साह्रो बिग्रेको हुन्छ। डेटिङमा बिग्रेको हुन्छ, भेटिङमा बिग्रेको हुन्छ होइन, के हो यति घिनलाग्दो दुनियाँले थाहा पाएको हुन्छ। अनि त्यो चाहिँ मण्डपमा बस्दै गर्दा चाहिँ पवित्र विवाहमा सेतो लुगा लगाएर, बाइबलले चाहिँ त्यो कुरालाई मान्यता दिँदैन। हेर्नुहोस् है, अनि यस्तो विवाह किन चाहिँ विवाह आदरणीय हुन्छ भन्दै गर्दा नि, परमेश्वरले आदमको लागि हवालाई बनाउँदै गर्दा चाहिँ पशु जनावरसँग पनि होइन, पुरुषसँग पनि होइन। अहिले एकछिनबाट भरेको सेसनतिर होला सायदै हामीले एलजिबिटिक्यूको कुराहरू अलिकति राख्नुपर्ने हुन्छ तपाईँसँग। पुरुष पनि होइन, स्त्रीसँग पनि होइन, जनावरसँग पनि होइन, तर पुरुष र स्त्री जब विवाह हुन्छ नि हामीले आदरणीय विवाह भनेर बुझ्छौँ। हेर्नुहोस् है, कति त कुकुरसँग विवाह गर्नेहरू पनि छ, फलफुलसँग विवाह गर्ने पनि छ होइन, केटा विवाह गर्ने पनि छ। त्यो त अब अहिले एकछिनको अर्को भरेतिर हामीले हेर्नुपर्ने हुन्छ होला होइन। तर सबैभन्दा आदरणीय विवाह चाहिँ पुरुष र स्त्रीको बिचमा हुनुपर्छ, त्यो चाहिँ आदरणीय विवाह हो। कसै केटाहरूको केटै छ भनेदेखिलाई चाहिँ सोच्नु होला यो त आदरणीय होइन, यो चाहिँ अलिक अर्कै खालके हो। कोही कसै त केटीको केटीसँगै पनि हुँदो रहेछ, टाढो त होइन। हिजो अस्ति दार्जिलिङमा पनि मैले भेटेको थिएँ, एउटा राम्रो पोस्टमा काम गर्ने एउटा व्यक्ति, टिचर, छोरी मान्छेले भन्नुभयो मेरो चाहिँ केटी नै छ अरे साथी, मलाई ठिक चाहिँ लाग्दैन तर पनि छोड्नु पनि सक्दिनँ, अब जिन्दगी र भविष्य उसँग सोचेको छु भन्दै थियो। सानो डाँटेर पठाएनौँ हामीले, सकेभर त छादोस् भनेको छात्नै पाएन उसले। हेर्नुहोस् है, विवाह आदरणीय त्यति बेला हुन्छ जब पुरुष र स्त्रीको बिचमा विवाह हुन्छ। अहिले चाहिँ केटा विवाह गर्ने चलन पनि छ, केटी विवाह गर्ने पनि छ। अस्ति नेपालमा मात्रै मैले देख्दै थिएँ, केटाले केटै विवाह गरेर ल्याएछ। आमाहरू 3 छक परेर लौ बाबा अब बुहारी भन्नु कि के भन्नु, अहिले फर्काइदिहाल बिचारा रुवाबासी विवाह गरेर ल्याएको, खुसी हुनुपर्ने बेलामा रुवाबासी अत्तालेर साइनो नभेटेर बिजोक थियो। यो खालको विवाहहरू चाहिँ आदरणीय होइन है, आज मैले तपाईँलाई भनिराखौँ हो। अनि आदरणीय भनेको चाहिँ अर्को के हो भन्दै गर्दा नि, संसारले के भन्छ, क्रिस्चियनहरू त आफ्नो आफ्नै बिहे गर्नेहरू पनि भनेको छ संसारले होइन। अनि क्रिस्चियनहरू त बिग्रेर बिहे गर्छ, तर म त विवाहमा बोल्दै गर्दा यही पदबाट बोल्छु। बाइबलले चाहिँ यसो भन्छ, आफ्नो आफ्नो विवाह गर्दैनौँ हामी क्रिस्चियनहरूले। अनि अर्को कुरो त बिग्रेर विवाह गर्दैनौँ, बाइबलले दिँदैन। बिग्रियो भने अर्कै खालको क्रिस्चियन बिग्रेर गर्यो होला, तर बाइबलले चाहिँ त्यो कुरोलाई मान्यता दिँदैन। बाइबलले भन्छ सबैको बिचमा आदरणीय हुनुपर्ने हुन्छ, हामीले निर्णय गर्नुपर्छ। आफ्नो आफ्नो बिहे गर्नेहरू योहरू आदरणीय विवाह होइन खासमा। अनि यही भएर त प्रभुको बदनाम भइराखेको छ आज कतिवटा विवाहहरूले गर्दा पनि। सो म तपाईँलाई इन्करेज गर्नु खोजेको चाहिँ फेरि यो आदरणीय विवाह भनेको चाहिँ महँगो खर्च गरेर गरेको विवाह मात्रै पनि भनेको होइन। हामी विवाहमा खर्च गर्न सक्छौँ, राम्रो कुरा हो होइन। नयाँ प्रकारले विवाह गर्न सक्छौँ, राम्रो कुरा हो। किनभने नयाँ छ नि त अहिले त विवाहभित्र थुप्रै म पनि कतिवटा विवाहहरू दिन्छु, दिँदै गर्दा औँठी लाउने एक्सनहरू कति दामी छ, घुँडा टेकेर कस्तो दामी देख्छ है। कसैले चाहिँ फेरि रिसोरी खाँदिदिएको पनि देखेको छौँ। आया बेहुलीले आया भने एक ठाउँ त अलिक टाइट थिएछ, खोइ बारी जबरजस्ती हो कि थुप्रै राम्रो हामीले नयाँ क्रिएटिभ पाराले गर्न सक्छौँ। तर आदरणीय भनेको चाहिँ त्यही मात्रै चाहिँ आदरणीय होइन। विवाह हुनुभन्दा अगाडि पनि हामीले हाम्रो जीवनको पवित्रतालाई चाहिँ जोगाएर राखेको, अनि विवाह पछि पनि मृत्युले अलग नगरुन्जेलसम्म फेरि विवाह गरिसकेपछि बीचमा आउँछ नि त होइन। तिमी त कति ह्यान्डसम, मैले सोचेको जस्तो, कति ब्युटी, मैले सोचेको जस्तो, हावामा गीतबाट फकाउनेहरू, डाइलगबाट फकाउनेहरू पनि आउँछ नि। तर त्यति बेला पनि बुढोले नदेख्दै गर्दा, श्रीमतीले नदेख्दै गर्दाखेरि पनि नि
आफ्नो जीवनमा पवित्रतालाई साँचेर राखेको छ भने त्यो चाहिँ आदरणीय हो। मृत्युले अलग नगरुन्जेलसम्म कतिवटा चाहिँ फेरि विवाहको दिन मात्रै पवित्र हुन्छ र आदरणीय हुन्छ, त्यहाँभन्दा अघि भत्किसकेको हुन्छ। फेरि कतिवटा विवाहहरू छ विवाह पछि यति डरलाग्दो बिग्रेर गएको हुन्छ, अपवित्र हुन्छ, त्यो पनि आदरणीय होइन। आदरणीय भनेको चाहिँ नम्बर 1 मा त पुरुष र स्त्रीले गर्ने एउटा विवाह हैन, अनि नबिटुलिएको त्यो विवाहभन्दा अगाडि गलत सम्बन्ध नभएको फर्निकेसन भन्छ। विवाहभन्दा अगाडि अहिलेको माया, अहिलेको लभ, अहिलेको रिलेसनसिपहरू चाहिँ के भएको छ भन्दै गर्दाखेरि चाहिँ विवाहभन्दा अगाडि नै सबै शारीरिक सम्बन्धहरूमा जोडेको हुन्छ हैन। अनि यति साह्रो दयनीय भएको छ, उनीहरू विवाहभन्दा अगाडि नै एबर्सन गरिसकेको हुन्छ गलत रिलेसनसिपमा। अनि कति विवाहहरू चाहिँ विवाह भइसकेपछि गाह्रो भएको छ। आज मैले तपाईँलाई भन्नु खोज्दै गरेको, यद्यपि तपाईँ र मलाई परमेश्वरको वचनले भन्छ बी होली बिकज आई एम होली। तिमीहरू पवित्र हो किनभने म चाहिँ पवित्र छु। तपाईँ र मेरो रिलेसनसिप भित्र नि पछि विवाह गरि त हाल्ने हो, हाम्रै त हो, आफ्नै त हो, हामी एउटै शरीर त हो भनेर अहिले नै तपाईँ र मेरो गलत सम्बन्धहरूमा तपाईँ र म जिउँदैछौँ भने नि एकदमै हामीले पश्चाताप गर्नुपर्ने हुन्छ। अनि त्यो विवाहलाई पनि प्रभुले आदरणीय भन्दैन। हेर्नुहोस् है, विवाह हुनुभन्दा अगाडि तपाईँले आफ्नो कुमारीत्वलाई धेरैभन्दा धेरै बचाएर राख्नुहोस्। कुमारीत्वलाई आजको दिनहरूमा चाहिँ त्यो रिलेसनभित्र विवाह गर्नभन्दा अगाडि पनि यति डरलाग्दो यस्तो भइसकेको छ। हाम्रो मोबाइल फोनमा इन्टरनेटको जमानामा चाहिँ यति डरलाग्दो सेक्सुअल च्याटिङहरू गर्छौँ होइन। सेक्सुअल च्याटिङहरू यति डरलाग्दो, इभन त्यति मात्र होइन, भिडियो च्याट गर्छ। विवाह गर्नुभन्दा अगाडि नै यदि त्यो खालके रिलेसनभित्र छौँ भनेदेखिलाई हामीले एकदमै इन्कार गर्नुपर्ने हुन्छ। यो ईश्वरीय होइन। जसले चाहिँ तपाईँको विवाहलाई चाहिँ धमिल्याउँदैछ, जसले भविष्यमा हुने तपाईँको विवाहलाई चाहिँ मैला दैला बनाउँदैछ। हेर्नुहोस् है, यो त स्पिरिट हो। जब तपाईँ र म चाहिँ भिडियो च्याटिङमा, मोबाइल च्याटमा, एसएमएसमा तपाईँ र मेरो यस्तो सम्बन्धभित्र तपाईँ र म जिउँदैछ भने यो कुराको लागि हामीले एकदमै हामीले यसलाई इन्कार गर्न पर्ने हुन्छ। यो स्पिरिट हो। अहिले भरेतिर अलिकति म तपाईँलाई बताउनु पर्ने हुन्छ, अनि प्रार्थना पनि हामीले गर्नुपर्ने हुन्छ। सो यहाँनिर चाहिँ भन्छ बाइबलले सबैको बिचमा विवाह चाहिँ आदरणीय हुनुपर्छ, अनि त्यो विवाह चाहिँ नबिटुलिएको हुनुपर्छ। हेर्नुहोस् है, वैवाहिक सम्बन्ध नबिटुलियोस् भनेको चाहिँ विवाहभन्दा अगाडि त्यो फर्निकेसन हुनु हुँदैन। हाम्रो कुमार त तपाईँले आफ्नो श्रीमानलाई दिने जिन्दगीको तपाईँ आफै एउटा उपहार हो। मैले अघि तपाईँलाई भने तपाईँ आफै उपहार हो, तर तपाईँले आफ्नो श्रीमानलाई दिने सबैभन्दा उत्तम उपहार भनेको चाहिँ तपाईँको भर्जिनिटी हो, तपाईँको कुमारीत्व हो, अनि तपाईँको कुमारत्व हो। हेर्नुहोस् है, तपाईँले आफ्नो श्रीमानलाई, आफ्नो हुनेवाला श्रीमतीलाई र हुनेवाला श्रीमानलाई तपाईँले आफ्नो जीवनको दिने उपहार भनेको नै तपाईँको जीवनको पवित्रता हो, कुमारत्व हो। हेर्नुहोस् है, धेरैचोटि चाहिँ के भएको छ भन्दै गर्दाखेरि चाहिँ बिटुलिएको छ। विवाह हुनुभन्दा अगाडि शारीरिक सम्बन्धहरू कतिजना, अब हाम्रो यो सम्बन्धमा सेक्स भन्ने सम्बन्धको कुराहरू पनि छ। यो कुरालाई पनि मैले तपाईँलाई अलिकति छुवाउनु पर्छ। समग्रमा भरे समय के कसो हो थाहा भएन, कतिवटा कुरो म तपाईँलाई सबै एकसाथमा मिसाएर पनि भन्ने कोसिस गरिराखेको छु, जसले प्रसङ्गभित्र अलिक बुझ्न सजिलो पनि हुन्छ। कतिवटा चाहिँ के भएको छ भन्दै गर्दा हाम्रो सम्बन्धहरू बिटुलिएको छ, र बाइबलले भन्छ सबैको बिचमा विवाह चाहिँ आदरणीय हुनुपर्छ। अनि त्यो एउटा ईश्वरीय विवाहभित्र चाहिँ के हुन्छ भन्दै गर्दा, मैले हिजोस्ति मात्र यसो भनेर बोल्दै थिएँ, कनेक्टिभिटी भनेर एउटा कुरा बोलिराखेको थिएँ। त्यो कनेक्टिभिटी भनेको चाहिँ आदमलाई परमेश्वरले जब बनाउनु भयो, आदमलाई परमेश्वरले बनाउँदै गर्दाखेरि चाहिँ ऊ एक्लै बनाएको हो खासमा चाहिँ। तर आदमलाई एक्लै बनाएको बेलामा चाहिँ के भयो भन्दै गर्दा आदमको लागि सुन्दर बगैँचा पनि प्रभुले बनाइदिनु भएको थियो, सुन्दर खोला नाला थियो, चराचुरुङ्गीहरू थियो, भोजनहरू प्रशस्तै थियो। आदमको लागि लाउनुको दुःख थिएन हैन, चिन्ता गर्नु पर्थिएन। लाउनु, खानु, सुत्नु, बस्नु, महल, उसको लागि बगैँचा, गार्डन सबै थियो। तर पनि नि उत्पत्ति 2 अध्यायमा आएर प्रभुले भन्नुभयो आदम एक्लै छ। मलाई साह्रो मजा लागेको यो चाहिँ। कोही बेला नि हामी सुन्दर बगैँचाले भरेको घरमा हुन्छौँ र पनि एक्लै हुन्छौँ। कोही बेला हामीसँग खाना लाउन प्रशस्त हुन्छ र पनि एक्लै भएको महसुस हुन्छ। किन आदम एक्लै छ भन्ने कुरो चाहिँ प्रभुले थाहा गर्नुभयो त? मलाई अचम्म लागेको, हाम्रो जीवनमा कोही बेला साथीभाइ, फेसबुकको कुरा नगरौँ, 1000 जना त ठक्लक्कै छ।
फेसबुकमा छ होइन र, मुटुको नक्सा पठाउने, बुढी औँला यसो गरेर पठाउने हो, कोही कोही बेला थुप्रै कुराहरू भनेर सान्त्वना दिनेहरू यति धेरै छ। तर आज म तपाईँलाई यसो भनौँ, आदम पनि त्यो सुन्दर बगैँचामा सबै कुराहरूले घेरेको थियो, तर पनि एक्लै चाहिँ थियो। हेर्नुहोस् है, किन परमेश्वरले थाहा गर्नुभयो भन्दै गर्दाखेरि चाहिँ नि, आदमको जीवनको पहिलो कुरो चाहिँ कनेक्टिभिटीको कुरामा अलिकति तपाईँलाई गर्नु मन पर्यो। त्यो कनेक्टिभिटी जुन चाहिँ पवित्र आत्मा परमेश्वरसँगको सम्बन्ध थियो, त्यो पवित्रताभित्र थियो, अनि ऊ चाहिँ परमेश्वरसँगै कनेक्सनमा थियो। हेर्नुहोस् है, यस कारणले गर्दा चाहिँ आदम एक्लै छ भन्ने कुरो चाहिँ परमेश्वरले देख्नुभयो। आज तपाईँ र मेरो जिन्दगीमा नि हाम्रो स्थिति र हाम्रो भविष्यलाई परमेश्वरले देखोस् र मजाले निर्धारण गरोस्, हाम्रो विवाहलाई, हाम्रो वैवाहिक जीवनलाई पनि भनेर हामी चाहना गर्छौँ भने चाहिँ अलवेज वी शुड बी कनेक्ट विथ आवर गॉड, परमेश्वरसँगको सम्बन्धमा। अनि पवित्रतामा, यहाँ बाइबलले त्यही भन्छ है, सिद्धतामा, परमेश्वरको त्यो मायामा, पवित्रतामा, त्यो रिलेसनमा आदम पनि रहिरहेको कारणले गर्दा चाहिँ परमेश्वरले देख्नुभयो एक्लै छ भनेर। तपाईँ र मैले नि पवित्रताको साथमा हामी अघि बढेर हाम्रो जीवनको हरेक पलमा पवित्रतालाई कायम गरेर हिँड्यो भने नि आदमको जस्तो परमेश्वरले हाम्रो देख्नुहुन्छ, हामीलाई के कुराको जरुरत छ र यो व्यक्तिलाई कस्तो जीवनसाथी चाहिन्छ भन्ने कुरा। अनि आफै हिजो अस्तिमा हामीले कहीँ बातचित गर्दै थियौँ, प्रभुले त हामीलाई पवित्र पुजारीगिरी बनाएको, तर लपलपे पुजारी भयो हो। पवित्र पुजारी चाहिँ लपलपे पुजारी भयो, त्यहाँबाट काम बिग्रियो। आफै होइन, तर परमप्रभु परमेश्वरको मायामा जब तपाईँ र म चाहिँ बेस लगाएर पवित्रतामा नबिटुलिएर हामी चाहिँ आदम जस्तै सर्लक्कै परमेश्वरसँगको सम्बन्धमा चाहिँ त्यो कनेक्टिभिटीमा रहिरह्यौँ भने चाहिँ हाम्रो हरेक कुरो चाहिँ प्रभुले पुरा गर्नुहुन्छ। एउटा कुरा, त्यो कनेक्टिभिटी भित्र चाहिँ नि अथोरिटी हुन्छ। त्यो अथोरिटी चाहिँ कसरी, आदमको विषयमा नि उत्पत्ति 2:15-18 प्रभुले भन्नुभयो, आदम एक्लै छ, एक्लै रहनु असल छैन भनेर हावा प्लाट्टै बनाइदिएको भए त हुने थियो, तर हावा बनाएन। उत्पत्ति 2 भरे पढ्नु होला। अनि त्यसो भनिसकेपछि त आदम एक्लै छ भनेर त आदमको लागि त चरा चुरुङ्गी पशु प्राणी सबै अगाडि थुपारिदियो। एक्लै छ भनेर थुपारिदिएको होइन त्यो खासमा। अनि आदमलाई भन्नुभयो, तैँले यसको के नाम राख्छस् राख। हेर्नुहोस् है, किन भन्दै गर्दा आदम एक्लै हुँदा पनि आदम चाहिँ बहकिएन। आदम एक्लै हुँदै गर्दाखेरि पनि ऊ परमेश्वरसँगको सम्बन्धमा कनेक्सनमा रहिरहेको कारणले गर्दा परमेश्वरले भन्नुभयो, यो कनेक्टिभिटीले चाहिँ तँमा एउटा कुरोको प्रमाण दिँदैछ, तँसँग अहिले पनि अथोरिटी चाहिँ छ, तैँले त्यो अथोरिटीलाई गुमाएको छैनस्। विश्वास गर्दैनस् भने लु त यो सबैको नाम राख। अनि आदमले पनि हे तपाईँले नै राख्नुहोस्, म त एक्लै भएको छु, यहाँ एक्लो गीत गाउँछु भनेर गाएन होइन, धोकाको गीत, एक्लै भएको गीत गाउँछु भनेन। तर जुन जुन कुराको नाम राखे नि आदमले त्यही कुराहरू भयो। कनेक्टिभिटीले चाहिँ जहिले पनि हाम्रो जिन्दगीको अथोरिटीलाई चाहिँ जोगाइराखेको हुन्छ। तपाईँ पुरुष भएर जन्मिनु भयो, तपाईँ स्त्री भएर जन्मिनु भयो, तपाईँले प्रभुको असल छोराछोरी भएर जन्मिनु भयो, प्रभुको वरदानलाई लिएर तपाईँ जन्मिनु भएको छ। हेर्नुहोस् है, त्यो अथोरिटीलाई चाहिँ नि, त्यो पवित्रताको अथोरिटीलाई, कुनै पनि कुराको अथोरिटीलाई चाहिँ परमेश्वरसँगको कनेक्टिभिटी भित्र छौँ भनेदेखिलाई खोज्न सक्दैन, बिटुलिँदैन भनेको नि मैले। अनि आदमले जुन जुन कुराको नाम राखे नि त्यही भयो। यदि उसँग त्यो अथोरिटी नभएको भए हाँस्दै अर्कै डान्स दिइराखेर जान्थ्यो होला होइन। अरू पशु प्राणीले आफ्नो आफ्नै डान्स दिँदै जान्थ्यो होला, अनि आदमको एउटै पनि शब्द बिक्री हुन्थेन भनौँ न। मैले तपाईँलाई भन्नु खोज्दै गरेको, हाम्रो जीवनमा नि त्यो अथोरिटी बोकेको व्यक्ति परमप्रभु परमेश्वरको मायामा जोडिएको अनि परमप्रभु परमेश्वरसँगको सम्बन्धमा जोडेको छौँ भनेदेखि त्यो अथोरिटी मात्र होइन, हाम्रो जिन्दगीको भर्जिनिटीको कुराहरू पनि, हाम्रो पवित्रतालाई पनि तपाईँ र मैले जोगाइराखेका हुन्छौँ, बचाइराखेका हुन्छौँ। अनि त्यो व्यक्तिलाई चाहिँ नि परमप्रभु परमेश्वरले चाहिँ अधिकार, किनभने भजन सङ्ग्रह 127 तिर लेखेको छ, तिम्रो छोराहरू चाहिँ उत्तराधिकारीहरू हुन्छ होइन। अधिकार प्राप्त गर्ने इनामहरू, त्यो छोरा छोरीहरू त इनामहरू